निर्णायकको भूमिका खेल्नुहुने सर्जनहरूलाई पनि धेरै धेरै धन्यवाद छ र निर्णायक मण्डलको भूमिका खेलेर पानीलाई पानी र दुधलाई दुध छोडेर आफ्नो नतिजा लिएर सरमरामहरू आइसक्नु भएको छ। आजको कार्यक्रमको कक्षा 9 र 10 का विद्यार्थी भाइ बहिनीहरूलाई जस्तो नतिजा आएको छ त्यस्तै नतिजा वाचन गरिदिनको लागि यसै विद्यालयका सर श्री मनोज ओलीलाई म कक्षा 10 का 9 र 10 का विद्यार्थी भाइ बहिनीहरूको नतिजा वाचन गरिदिनको लागि म यहाँ स्टेजमा निम्ताउँछु। धन्यवाद सञ्चालकलाई। आजको यस शुक्रबारे कार्यक्रममा अतिरिक्त क्रियाकलाप विशेष गरी वक्तृत्व कला कार्यक्रममा सभाअध्यक्ष गरिदिनुभएका हाम्रो यस विद्यालयका सहप्रधानाध्यापक धन्यवाद सर। त्यसै गरी आजको यस कार्यक्रममा उपस्थित सम्पूर्ण हाम्रो यस विद्यालयका सम्पूर्ण गुरुवर्गहरू अतिथिको रूपमा आसन गरिदिनुभएका गुरुवर्गहरू, त्यसै गरी हाम्रो यस विद्यालयमा अतिथिको रूपमा पाल्नुभएका अभिभावकज्यूहरू, त्यसै गरी यस विद्यालयको अतिरिक्त क्रियाकलापमा निर्णायक मण्डलको रूपमा चाहिँ भूमिका निर्धारण गरिदिनुभएका तथा कार्यक्रममा सहयोगी गरिरहनुभएका म लगायत सम्पूर्ण सरहरू, त्यसै गरी उपस्थित सम्पूर्ण कक्षा शिशुदेखि 10 कक्षासम्म उपस्थित सम्पूर्ण विद्यालयका भाइ बहिनीहरूमा सर्वप्रथम आजको यस अतिरिक्त क्रियाकलापमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू सहभागी भइदिनु भएको र सम्पूर्ण भाइ बहिनीहरूले उत्साहका साथ सहभागी भइदिनु भयो। उहाँहरू चाहिँ आफ्नो चाहिँ अगाडि आएर चाहिँ प्रदर्शन गरिदिनु भएकोमा सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु। नमस्कार। धेरै चाहिँ लामो गर्न छैन। विद्यार्थी भाइ बहिनीहरू, हामी चाहिँ यस्तै भाषण गर्ने विशेष गरी भाषण गर्ने कलाको रूपमा रहेको एउटा वक्तृत्व कला विशेष गरी यहाँका विद्यार्थी भाइ बहिनीहरूको क्षमता बोलेर प्रदर्शन गर्ने ठाउँ, ताकि वक्तृत्व कलाको क्षेत्रमा चाहिँ हामी कार्यक्रम सुरुवात गरेका थियौँ। त्यो कार्यक्रम भाग लिनुभएका भाइ बहिनीहरूले कति बोल्नुभयो, के बोल्नुभयो, उहाँहरूलाई त त्यति मञ्चमा गएको बेला सबै कुरा थाहा नहुन सक्छ र हामीलाई पनि सबै कुरा ज्ञान नहुन सक्छ। निर्णायकको रूपमा हामी चाहिँ बस्दै पनि गाह्रो गरी हामी चाहिँ यहाँ चाहिँ नमजाका साथ अथवा कतिपय साथीहरूलाई चाहिँ पोइन्ट 1 पोइन्ट 0 ले चाहिँ तलमाथि पार्नुपर्ने अवस्था बराबरी यति प्र्याक्टिस गर्दा, ताकि हाम्रो चाहिँ सरस्वती माध्यमिक विद्यालयले गाउँपालिकामै उत्कृष्ट भएर आउन सफल भएको, गाउँपालिका जितेर आउन सफल भएको वक्तृत्व कला हामीलाई यहाँ पनि मूल्याङ्कन गर्न यति कठिन भयो कि हामीलाई चाहिँ एकदम गाह्रो बिचबाट थोरै मूल्याङ्कन गर्ने प्रयत्न गर्यौँ। यसमा भएका त्रुटिहरूप्रति हामी निर्णायक मण्डललाई क्षमा माग्दै थोरै हामीले चाहिँ 4वटा विषयलाई चाहिँ केन्द्रबिन्दु बनाएर चाहिँ मूल्याङ्कन गर्ने प्रयत्न गरेका थियौँ। विद्यार्थी भाइ बहिनीहरू, सम्बोधन क्रममा के छुट्यो, के भन्न बाँकी थियो, केही छुट्यो कि विद्यार्थी भाइ बहिनीहरूले सोधिनु हुनेछ। हामीले चाहिँ केही चाहिँ छुटेको अनुभूति पनि गर्न सक्छौँ। हामीले मूल्याङ्कन गर्दै गर्दा सबैभन्दा बढी अङ्क पाउनेलाई कमसेकम 75% जति 100% 75% अङ्क दिने र कम दिनेलाई चाहिँ सामान्यलाई पनि 30% भन्दा माथि अङ्क दिने गरी चाहिँ मूल्याङ्कन गर्ने गरी तयारी गरेका थियौँ। अब भन्नुपर्छ, दुःखका साथ भन्नुपर्नेछ, अलि अप्ठ्यारो भइरहेछ, किनभने एकदम 25% बाँचिएर आएको जस्तो देखिरहेको छु मैले। पोइन्टको फरक छ। पोइन्ट हामी चाहिँ पोइन्ट 0, पोइन्ट 1, पोइन्ट 2 त्यतिले फरक भएको अनुभूति गरेका छौँ। हाम्रो समग्र मूल्याङ्कनमा यस्तो चाहिँ आएको छ नतिजा। अब
सामान्य नतिजालाई हामीहरूको नतिजालाई नै सबै कुरा हो भन्ने सोचिदिनु हुने छैन किनभने हामीले नि गरेको मूल्याङ्कन अर्को ठाउँमा गएर नमिल्न पनि सक्छ तर हामीले गरेको मूल्याङ्कनमा कस्तो भएको छ हेर्दिनु हुनेछ थोरै चाहिँ अब भाषण गर्न गइरहेको छु बाध्यतावश भाषण गर्न गइरहेको छु यहाँ चाहिँ वक्तृत्व कला कार्यक्रममा विशेष गरी हामी 6 जना प्रतियोगिताहरूमध्ये 2 जना भाइहरूलाई चाहिँ अलि अप्ठ्यारो अनुभूति भएको जस्तो भयो कुरा राख्न गाह्रो भयो त्यसपछि हामीले बाँकीलाई चाहिँ मूल्याङ्कन गर्दै गाह्रो भएको छ अप्ठ्यारो नमानिदिनु होला चाहिँ यो मूल्याङ्कन अब हाम्रो समग्र मूल्याङ्कन हो भन्नै पर्ने भएको छ टुकटुक भइरहेछ होला गाह्रो छ है म पछाडिबाट भन्दै जान्छु अप्ठ्यारो नमानिदिनु होला है हामीले अप्ठ्यारो भाषा बोलाउँदा सान्तना अथवा तेस्रो स्थान हासिल गर्दैन तृतीय स्थानको हासिल गर्दिनको लागि चाहिँ टोटल हाम्रो चाहिँ 50 पूर्णाङ्कमा 24.3 अङ्क ल्याएर 2 जना बहिनीहरू विशेष गरी 24.3 अङ्क 50 पूर्णाङ्कमा 3 अङ्क 24.3 अङ्क ल्याएर तेस्रो स्थान हासिल गरिदिनु भएको छ बहिनी साधनी परियार र टिका ओलीले उहाँलाई चाहिँ तेस्रो स्थान हासिल गरिदिनु भएको छ पुरस्कारको लागि चाहिँ अगाडि आइदिन अनुरोध गर्न चाहन्छु हामीले पछाडिबाट लिएका छौँ फेरि अप्ठ्यारो नहोस् किनभने ठुला कार्यक्रमहरू पछाडिबाट लिने भन्ने हुन्छ धेरै जसो त्यसरी बुझिदिनु हुनेछ है अब योभन्दा पछाडिको चाहिँ मूल्याङ्कन एकदम यस्तो कडा थियो कि यति कडा थियो हामीले चाहिँ भन्नै नसक्ने गरी अवस्था भएको थियो अब मूल्याङ्कनलाई चाहिँ स्वीकार दिनुहुनेछ ठिक छ आगामी दिनमा फेरि मूल्याङ्कन हुँदै गर्ला प्रस्तुतिवश फेरि नफेरि फाइनल फेरेला हामी 3 जनाको मूल्याङ्कन अनुसार 50 अङ्कमा 32 अङ्क ल्याएर चन्द्र राणाज्यू दोस्रो हुनुभएको छ उहाँलाई चाहिँ तालले स्वागत गर्दै पुरस्कार दिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु ल त्यसै गरी अब पहिलो प्रतियोगी ताकि हाम्रो सरस्वती माध्यमिक विद्यालय गङ्गादेव गाउँपालिका 6 को अब बालिका स्तरीय प्रतियोगितामा पनि आफ्नो साथ विद्यालयको साथ जोगाउन र विद्यालयमा चाहिँ अब सामान्य उस्तैको चाहिँ नेताभन्दा क्षमतायोग्य भाषण गर्न सफल पहिलो हुनुहुन्छ टोटल 50 पूर्णाङ्कमा हामी चाहिँ 32.2 अङ्क ल्याएर पहिलो हुनुभएको छ निशा राणाजी उहाँलाई चाहिँ पुरस्कार दिनको लागि हार्दिक अनुरोध चाहिँ यो मूल्याङ्कन एकदम कडा थियो भन्ने कुरा भनिहालेँ मैले हामी चाहिँ 0.2 को चाहिँ तलमाथि परेर चाहिँ मूल्याङ्कन गर्न बाध्य गर्नु परेको छ अब उहाँहरूको चाहिँ प्रगति उहाँहरूको यस्तै चाहिँ प्रगतिको चाहिँ कामना गर्दै उहाँले चाहिँ जीवनभरि अझ हामी त यही वर्षपछि आउँदा आहा हामीले पढाएका नेताहरू वक्तृत्व कलामा चाहिँ नेतृत्व गर्न सफल व्यक्तिहरू भनेर चाहिँ हामी हेर्न पाउनेछौँ अनि उहाँहरूको कला हेर्दा सायद यहाँको चाहिँ कुनै न कुनै क्षेत्रको लिडरसिप गर्न सक्नुहुनेछ उहाँले कुनै न कुनै क्षेत्रको अब नेतृत्व गरेर चाहिँ अगाडि बढ्नुहुनेछ उहाँहरूको वक्तृत्व कलाको पोजिसनलाई त्यसरी देखाउँछ त्यही चाहिँ कामना गर्दै यो अन्तिम नतिजाबाट बिदा हुन चाहे र अन्त्यमा हाम्रो तर्फबाट हुनु परेको चाहिँ त्रुटि भएको माग्दै बिदा हुन चाहे हवस् त धन्यवाद नमस्कार
धन्यवाद छ सर मनोज ओलीलाई आजको निर्णायकको भूमिका खेलिदिनु भएको थियो धेरै धेरै धन्यवाद छ र आजको कार्यक्रमको निर्णायकको भूमिका खेलेर नतिजालाई दुधको दुध पानीको पानी छुटेर नतिजा चाहिँ निर्वाचन गरिसक्नु भएको छ र यस्ता कार्यक्रममा विद्यार्थी भाइ बहिनीहरूको न्यायिक सक्रियताका साथ भाग लिनेछन् भन्ने आशाका साथ कार्यक्रम सञ्चालन गर्दा केही गल्ती केही त्रुटि केही कमजोरीहरू हुन सक्छ होला त्यसलाई सर म्याडमहरूले मिलाएर बुझिदिनुहुनेछ भन्ने मैले आशा गरिरहेको छु र आजको कार्यक्रममा सभापतिको सिटासन गर्नुभएका सर र यसै विद्यालयका निमित्त प्रमुख सर श्री बन्दाबहादुर ओली सरलाई आजको कार्यक्रममा कार्यक्रम समापन गरिदिनको लागि म यस स्टेजमा मुक्त गर्छु। धन्यवाद कार्यक्रम सञ्चालक सरलाई। यस श्री सरस्वती माध्यमिक विद्यालय बल्यपुखुरीले आजको शुक्रबार कार्यक्रममा विभिन्न तहमा प्राथमिक तह निम्न माध्यमिक तह र माध्यमिक तहमा फरक फरक कार्यक्रम राखी आयोजना गरेको थियो। त्यसमा उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू मेरा शिक्षक साथीहरू र बाहिरबाट उपस्थित हुनुभएका सम्पूर्ण अभिभावक मित्रहरू सबैलाई यो प्रतिकूल मौसममा पनि आफ्नो जिम्मेवारी पुरा गरिदिनु भएकोमा म हृदयदेखि नै सरस्वती मावि बल्यपोखरीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु र विद्यार्थी भाइ बहिनीहरूलाई हामीले जति सक्यो बढीभन्दा बढी कार्यक्रममा सहभागी बनाउन खोजेका थियौँ। कक्षा 1-5 र कक्षा 6-8मा विद्यार्थी भाइ बहिनीहरू बढी मात्रामा कार्यक्रममा उपस्थित हुन खोज्नुभयो, सहभागी हुन खोज्नुभयो र त्यतिकै कक्षा 9-10मा विद्यार्थी भाइ बहिनीहरूले आफ्नो कार्यक्रममा बढी चासो दिन सक्नु भएन। यो विद्यार्थी भाइ बहिनीहरूले अलि अनुशासित धैर्य भएर आउँदा कार्यक्रमहरूमा सहभागी हुन चाहनुहोला र आज यस प्रतिकूल मौसममा पनि विद्यार्थी भाइ बहिनीहरूले कार्यक्रममा भाग लिनुभयो। कसैले जित्नुभयो होला, कसैले हार्नुभयो होला। यसमा कुनै पनि त्यस्तो अप्ठ्यारो नमानी आगामी दिनहरूमा यस्ता क्रियाकलाप हुँदा सबै विद्यार्थी जतिसक्दो बढीभन्दा बढी विद्यार्थी भाइ बहिनीहरू सहभागी हुन चाहनुहोला र मेरा सम्पूर्ण सहभागी स्टाफ मित्रहरूले पनि आफ्नो यस प्रतिकूल मौसममा पनि जिम्मेवारी पुरा गर्नुभएकोमा र विद्यार्थी भाइ बहिनीहरूले पनि आफ्ना शब्दहरू राख्नु भएकोमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र स्टाफ मित्रहरू लगायत सम्पूर्ण अभिभावक मित्रहरूलाई धन्यवाद दिँदै फेरि पनि म आजको कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। धन्यवाद, नमस्कार।